हेलो गाइस, वेलकम टु माई एनदर ब्लग। यो ब्लग चाहिँ हाम्रो घरको पछाडिपट्टि चाहिँ खतरा प्रोजेक्ट जाँदैछ होइन। प्रोजेक्ट चाहिँ कसले गरेको भन्दा म मान्छे देखाउँछु हो। हाम्रो चाहिँ यो चाहिँ अलरेडी हामीले बनाइसक्यौँ। यो चाहिँ बनाएको भिडियो गर्न पाइएन, सफा गर्नु छ होइन। बनाइ मात्रै सकेको हो, केही गरेको छैन। जस्ट बनाएर यहाँ यसो पानी सानी राखेको छ, मैला छ होइन। अहिले चाहिँ यो चाहिँ प्रोजेक्ट डन बाई मी माइसेल्फ एन्ड दिस टु गाइस। म चाहिँ यहाँको सुपरभाइजर। अनि हामीले चाहिँ हिजो इन्जिनियर, म चाहिँ इन्जिनियर हो होइन, डिजाइनर सबै मैले गर्न लाग्यो। यो चाहिँ सबै अब यहाँ चाहिँ खनिसके केटाहरूले हो, कुल्लीहरूले खनिसके। अब खनिसकेर यहाँनिर चाहिँ अब यो प्लास्टिक ओछ्याउँछन्, वाटरप्रुफ। अनि यो झारहरू नआओस् भनेर यो चाहिँ प्लास्टिक ओछ्याएको होइन। मुनिबाट झार पलाउँछ ओछ्याएन भने चाहिँ। अनि त्यसपछि भनेको यहाँ इँटा लगाएर चाहिँ यो 2x2 को स्लेट ओछ्याएर अनि हामी चाहिँ यो ढुङ्गाहरू लगाएर खतरा प्रोजेक्ट जाँदैछ होइन। प्याबल भन्छ अरे इङ्ग्लिसमा। अमेरिकाको गाउँमा चाहिँ हामीले एउटा सानो घर बनाइसक्यौँ। यो चाहिँ यिनको सिगरेट खाने ठाउँ है। यो चाहिँ अगाडि सिगरेट खाएर वाक्क लगाएर पछाडि सिगरेट खाने ठाउँ बनाएको अरे, मधेर गनगन गरेँ भनेर। अनि यहाँ चाहिँ हाम्रो खतरा हेल्पर भाइ हुनुहुन्छ। है भनिदेऊ भाइ, भन न। तपाईँको केही छ भन्नुपर्ने? मेरो धेरै छ नि। भनिहाल्नु त लु। यो सिद्धिएर उतापट्टिको के भन्दै थियो नि त्यो अब उयो पर्ने त्यो एउटा के अरे त्यो बेन्च जस्तो ठक्क। यहाँ चाहिँ म इन्जिनियर भएको, मैले जे जे भनेको त्यो बनाइदिनुहुन्छ उहाँ हजुरले चाहिँ। कुल्ली होइन हौ, मैले भनेको होइन। यो बनाए पछिको म भिडियो गर्छु। यो बनाएको चाहिँ भिडियो गर्नु पाइनँ, बिचरा हाम्रो ससुरा बाउले मजाले मिहिनेत गरेर बनाइदिनु भएको थियो। अनि यो चाहिँ मैले टिकटकबाट लिएको हो होइन। यसलाई चाहिँ गजेबु के भन्छ अरे, गजेबु नि हो। अब यहाँ चाहिँ हाम्रो दुईजना भाइहरूले चाहिँ प्लास्टिक ओछ्याउने कार्यक्रम हुँदैछ हो। यो प्लास्टिक ओछ्याएपछि चाहिँ यहाँ अब हाम्रो सुरु हुन्छ है। मलाई चाहिँ एउटा काम दिएका छन्, म इन्जिनियर सुपरभाइजर भन्दा नि मलाई झार काट्न लागिरहेछ नि। यो चाहिँ हिजो हामीले मासु पोलेर खाएको ठाउँ। यहाँ पनि हाम्रो चाहिँ ग्रिल गर्ने ठाउँ एउटा बनिन्छ अरे। अनि यता चाहिँ हाम्रो बाउ आएर सागबारी बनाइदिनु भएको छ हो। हाम्रो अमेरिकाको गाउँमा सागबारीमा चाहिँ के फल्दैछ भन्दा यहाँ चाहिँ आलु फल्दैछ, यो प्याज हो, अनि रायो साग, भिन्डीहरू, उपर काँक्रा, यहाँ लौका रोपेको छ अरे। अनि यो चाहिँ हाम्रो सानो घर। यो पनि टिकटकै हो है गाइसहरू। यो चाहिँ सामान राख्ने घर हो। यो भित्र चाहिँ सामान भन्ने के छ अब यो देखाइसक्नु छैन, देखाउनु त के हुँदैन यस्तो छ होइन। तर हाम्रो चाहिँ प्रोजेक्ट भइरहेछ। अब यहाँ चाहिँ यिनीहरूले प्लास्टिक चाहिँ ओछ्याए। ल गाइस, अब यहाँ अहिले प्लास्टिक ओछ्याइसकेर के गर्छन् म भिडियो गर्दै गर्छु। भ्याएको बेलामा म चाहिँ झार काट्न लागेको। अब इन्जिनियरको काम सुरु भयो। मैले अराइराखेर यिनीहरूलाई देखाइदिएर हिँडेको। अब म झार काट्न जान्छु, यिनीहरूले गर्छन्। के भन्नु छैन भाइको काम? भन न हौ, 2 शब्द त हौ। गुड जब। मेरो बुढो मान्छे त मेहनतै हुन् कि अल्छी गर्छन् र पो त।
गर्न थाले जस्तो गर्छन् फेरि अघिसम्म गर्दिनँ अल्छी लाग्यो भन्दै थिएँ जाडो भयो भन्दै थिएँ ल गाइस फेरि आउँछ है भिडियो अहिले कम्प्लिट भयो अहिलेलाई चाहिँ यति नै गीत सायद गीत पनि लगाइदिएछु नि त मैले काम गर्ने मान्छेलाई म त कम्पनी खर्च दिन्छु त्यो कम्पनी त कहाँ पुग्यो त नि म कम्पनी दिन्छु भनेर त गीतै गएछ हाम्रो चाहिँ भइरहेको छ होइन हाम्रो मेहनती मान्छेहरू छ नि चेयरमा बस्नु चाहिँ होइन नि त काम गर्ने मान्छे एकछिन न बस्ने ठाउँ त भेटिहाल्छ रहेछ एउटा चाहिँ मसला लाउने अरू चाहिँ हेड मिस्त्री खतरा प्रोजेक्ट जाँदैछ हाम्रो चाहिँ म चाहिँ यहाँ बसेर यिनीहरूलाई इँटा दिने काम गर्दैछु मैले नि काम गरेको छु नि यो हात चाहिँ मेरो हो अहिले कहाँ लाग्यो भने अब मैले चाहिँ गरिनँ अरे मैले कति गरिरहेको छु म इँटा दिइरहेको छु यतिको चाहिँ भयो होइन तर हाम्रो चाहिँ सामान सिद्धिएर केटाहरू गलेर नि लखतराम भाइ अनि सामान पनि सिद्धियो हो यहाँसम्म चाहिँ लगाएको छ है म देखाउँछु यहाँसम्म पुग्यो सामान मतलब बलुवा सिद्धियो अनि इँटा जोड्न पाइएन अब भोलि बिहान बलुवा ल्याएर चाहिँ अनि चाहिँ बलुवा इँटा जोडेपछि यहाँ बलुवा लगाएर अनि ढुङ्गा लाएर चाहिँ अनि ग्लु लाउने हो भोलि चाहिँ आई थिङ्क फुल भिडियो आउँछ यो सकेको यो घरसँगको दामी भिडियो आउँछ है गाइसहरू तर यो चाहिँ हाम्रो जिबु घर हो होइन यो चाहिँ हिँड्ने बाटो यहाँबाट चाहिँ त्यहाँ जाने भोलि उज्यालोमा फुल आउँछ है अहिले रातभरिसम्म अहिलेसम्म गरेका काम बिचराहरूले ल गाइस भोलि फाइनल आउँछ चाहिँ बिहानै उठ्ने बित्तिकै सुरु भयो होइन यो चाहिँ हामी उठ्नुभन्दा अगाडि आइपुग्छन् र फोन गर्छन् यी आएपछि मात्रै हामी उठ्छौँ अनि अहिले चाहिँ यहाँ यस्तो हुँदैछ चाहिँ गिटी लाउने कुरो हुँदैछ गिटी लगाइसकेपछि चाहिँ कस्तो देखिन्छ भनेर भरे सबै लगाइसकेपछि फेरि भिडियो गर्छु म यो चाहिँ काम गर्दै गरेको भिडियो गरिदिएको मैले कडा छन् केटाहरू केही छ भन्नु दुई शब्द छैन भन्दैन नि दुई शब्द त भन्दिनँ लाटाले बनाउनु भने यत्रो वर्ष बनाइहाल्छ नि हाम्रो चाहिँ खतरा हुँदैछ है गाइसहरू अब यो सकेर हामी पार्टी गर्ने हो यहाँ तर कहिले गर्नु थाहा छैन मेरो चाहिँ काम पनि थाहा छैदेखि यहाँबाट चाहिँ
ल ग्यास अहिले यहाँ अब गिटी सिद्धिहाल्यो गिटी ल्याएर फेरि बनाएपछि गर्छु म भिडियो चाहिँ बुढो बनाइसक्नु आँटेछन् क्या दामी बना अब यहाँ वरिपरि गिटी लाउने भोलि चाहिँ फाइनल यहाँ आउँछ ग्यास बनाइरहेछन् एक्लै बनाइरहनु भएको छ एक्लै अब भोलि म फाइनल भिडियो गरेर हाल्छु यो चाहिँ दामी भयो होइन यो चाहिँ मेरो घरको पछाडिको दैलो अनि यहाँबाट चाहिँ हामी त्यो गजिबोमा जाने ठाउँ नदी छन् एक्लै अमृत गएछन् ल गाइस हाम्रो चाहिँ यतिको चाहिँ भइसक्यो होइन अब के चाहिँ गर्नु बाँकी छ भने हाम्रो चाहिँ यहाँ पनि यतिमा पुगेछ यता चाहिँ अब अलिकति बल्ल पुगेन त्यहाँ अनि यहाँ यस्तै गिटी लिएर हाल्नु छ अनि त्यहाँबाट यो गिटीको ग्लु स्प्रे गर्नु छ ग्लु अलरेडी ल्याएको छ तर स्प्रे गर्न बाँकी छ होइन अनि गरिसकेपछि भोलि चाहिँ यो कम्प्लिट हुन्छ आज हुन्छ भनेको थिएँ मैले हिजो तर आज पिचबर्ग जानुपर्ने भयो त्यो भएर यहाँ पनि इँटा जोड्नु छ बाँकी अलिकति पिचबर्ग जानले गर्दा आज काम भएन भर्खर आइपुगेको पिचबर्गबाट सो भोलि चाहिँ कम्प्लिट गरेर भिडियोलाई पनि एन्ड गर्छु म धन्यवाद हाम्रो चाहिँ यतिको बनाइयो होइन अब ग्लु लाउनु छ अनि त्यसलाई पावर हाउस गर्नु छ अनि चाहिँ हाम्रो सेतो काम यहाँ चाहिँ बाउ छोरा आमाबाट चाहिँ बारी बनाइरहेको छन् रोपिरहेका छन् म चाहिँ क्यामेराम्यान त छोरा त बाउ बाएर चाहिँ यही बारी बनाउँदैछन् आमाको यस्तो छ अब चाहिँ सिद्धिन लाग्यो हाम्रो काम हाम्रो चाहिँ यो चाहिँ गजिबो हाउस हो बस्ने बाहिर अनि यहाँबाट चाहिँ हामी त्यहाँ जाने बाटो हाम्रो चाहिँ अब यहाँ यो ढुङ्गालाई गिटीलाई ग्लु गर्ने काम हुँदैछ यसलाई चाहिँ केले भन्दा यो होइन यसलाई चाहिँ त्यो गिटीमा नराख्नु नि हेलो गिटीमा गयो त गिटीमा गयो उयो हौ यसलाई चाहिँ टेरा लक भन्दो रहेछ यसले चाहिँ ढुङ्गा मल्चहरूलाई चाहिँ लक गर्छ अरे यस्तो हुन्छ यो चाहिँ मलाई न्युयोर्कबाट मेरो बहिनीले पठाइदिएको होइन यो सँगै आउँदो रहेछ टिकटकमा हाम्रो चाहिँ धमाधम यो गिटी लक गर्ने काम हुँदैछ हाम्रो चाहिँ यो सिधो यहाँ आज चाहिँ गम स्प्रे गरेको हामीले होइन यो गिटीमा चाहिँ गम स्प्रे गऱ्यो भने चाहिँ गिटी चाहिँ 1 वर्षको लागि कहीँ हलिँदैन अरे टाँसिँदो रहेछ यसरी अनि यो चाहिँ हाम्रो बस्ने ठाउँ त्यो चाहिँ भ्यालाउने ठाउँ टाँसेछ भ्यालाउँदा पनि उडेन गिटी भने टाँसेछ होइन यो चाहिँ हाम्रो पछाडि बस्ने ठाउँ यस्तो राम्रो बनाएको छौँ हामीले होइन यो चाहिँ गर्मीमा यसो बाहिर बस्ने ठाउँ हो होइन अनि यहाँबाट चाहिँ हाम्रो घर पछाडिको दैलो हो यो चाहिँ घरको यस्तो गाई चाहिँ काम खुरुखुरु भइरहेछ होइन अहिले चाहिँ कलर लाउने काम हुँदैछ यो चाहिँ हामीले ब्ल्याक एन्ड व्हाइट बनाएको यहाँ चाहिँ कलर लाउँदै हुनुहुन्छ होइन हामी चाहिँ ब्ल्याक एन्ड व्हाइट बनाउँदैछौँ यहाँदेखि
अगाडिदेखि उँधो वेट लाउनु भएको थोरै कलर लाग्दैछ नि यहाँ चाहिँ ब्ल्याक लाग्दैछ अहिले चाहिँ अब यहाँ वेट लाउनु पर्छ खाने चाहिँ ऊ त्यस्तो हुन्छ खतरा छ सिद्धिएको होला त्यो त कलर यहाँ चाहिँ हाम्रो पुरै आउटडोर प्रोजेक्टमा मैले चाहिँ न्यू हायर गरेको छु कलर पेन्टरलाई बिगारेछ भने चाहिँ अनि मर्छ मर्न त के मर्दिन् ल यस्तो हुँदैछ भर्खर पेन्ट गरेको छौँ हामीले चाहिँ यो हाम्रो गजिब्यू है के हो यहाँ ब्ल्याक पेन्ट हान्यो यहाँ अब जाँदैछ हिजो आधी कोट गरेको अब आज रक हो फिनिसिङ यता बनिदी पनि दैछ के चाहिँ बनिन्छ हेर्दैछ म त यस्तो छ है अलिक राम्रो लायो भने मात्रै पैसा पाउँछ नि नदिँदैन ल हाना 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 त्यो काठ राखेर मेरो भाइ यसको काम अघि सिकाएको थिएँ नि मैले यता राखेर ल कम्प्लिट भएपछि फेरि आउँछ नयाँ अर्को हो त्यो सिधा स्ट्रेट गर्ने अनि एजमा हान्ने क्या पहिले लगाएछ हाम्रो चाहिँ पेन्ट भइसक्यो यो चाहिँ ब्ल्याक एन्ड व्हाइट खतरा देखेको छ है अझै सबै ब्ल्याक एन्ड व्हाइट पेन्ट गरेर चाहिँ सिधो होइन अब चाहिँ यो बनिने सुरु भयो यहाँ चाहिँ हाम्रो फायर पिट बनिँदैछ होइन अब यहाँ गिटी ल्याएर राखेको छ यहाँ अब यो अनि यो चाहिँ यस्तो हुन्छ लास्टमा चाहिँ हामीले जाली पनि किनेर ल्याएको छौँ यो चाहिँ यस्तो हुन्छ होइन यो चाहिँ हाम्रो फायर पिट है यो चाहिँ गाइसी यहाँ अब गिटी लगाएपछि दामी हुन्छ यो चाहिँ काम धमाधम भइरहेछ हाम्रो यता गर्दै यता कलर लाउँदै गर्दैछौँ भिडियो हुन्छ होइन यहाँ चाहिँ आज मैले फर्स्ट टाइम यो बनाएर चिनलाई खानु बोलाएको यिनीहरू खानु खानु भने चाहिँ उता जान्छ यहाँको हिरण चाहिँ उहाँ हुनुहुन्छ टिका जस्तो गर्दै टिका पनि फोटेको उहाँ चाहिँ हाम्रो पिज्जाको पाउनु रहरको युट्युब भयो चाहिँ 88 भयो 88 उहाँ चाहिँ हाम्रोमा वर्तमान भन्न आँटेको थियो के भन्यो भने भाइ यहाँ चाहिँ हाम्रो अब हेर है यस्तो दामी भयो टिका चाहिँ चियर सेकाउँदैछ उहाँ चाहिँ हाम्रो पिज्जाको पाहुना आयो भनिदिनु त यहाँ चाहिँ आज हाम्रो BBQ हुँदैछ होइन यो चाहिँ हाम्रो बाहिरको Hello guys, see you in next vlog. Bye bye.